यसले गफदेखि यति भइसकेन कि अब यहाँदेखि हिँडेको मान्छे नेपाल पुगिसक्यो अझै गफ सकेको छैन यसको। त्यहाँ पारि चाहिँ हाम्रो बिल्डिङहरू छ, त्यहाँ देख्दै गरेर त्यो चाहिँ हाम्रो बिल्डिङ हो। अनि त्यहाँ पर चाहिँ हाम्रो डिपार्ट त्यहाँ काम गर्ने ठाउँ हाम्रो कम्पनी। यो चाहिँ बढी मरुभूमि बाहेक त केही नै छैन त हो यहाँ त। घुम्नु जाने नि कहाँ जानु, छुट्टीको दिन पनि रुममा बसेर बित्छ भने यहाँको त यतिको समयहरू भइसक्यो। सुरुवातमा एकैचोटि यहाँ आउँदाखेरि त छैन के होला त्यहाँ परतिर के बनाउनुलाई थुपारेको हो। त्यहाँ पारितिर जसम्म हेरौँ सबै सुक्खा मरुभूमि के। यहाँदेखि हेर्दा त डढेको जस्तो देख्छ कि डाँडाहरू पनि। त्यहाँ पारितिरको चाहिँ के हो, त्यहाँ पनि कम्पनीहरू होला सायद। अरे म गफ सुनेर अरे यसको आकाश चाहिँ कस्तो दामी देखेको यार, वाउ। अरे यो झिँगाले त कहीँ पो पुच्छर नछोड्ला जस्तो छ त। यहाँ न ए बैकुण्ठे, ल अब तिम्रो भाषामा तिम्रो परिचय भनेर कसरी भन्छ? बजाउँछ गिटार। केही छैन रे दादा, केही छैन। सुरुवातमा यो ठाउँमा मान्छेहरू चाहिँ कसरी बस्यो होला कि? नेपाली बोल भन्दा उसको भाषा बोल्छ। यहाँ न ए कस्तो फटारो छ लु भन त। नमस्कार सबैलाई ढोक दिया। ठिक। म सुदूरपश्चिम बैतडीबाट आउँदै के अब सबै निकाय होला, आरामै छ अब। त्यही हो। यसले दिन्छ खाना खाया बनाए खाना खाने बेला भइसक्यो अहिले सोध्दैछु कस्तो फटारो। यस्तो सुक्खा छ ठाउँहरू। के भने फेरि भाषामा? ल तिम्रो भाषामा मलाई मेरो तारिफ गर त। तिम्रो भाषामा यहीको घर इलाम हो ए एकछिन न, तिम्रो भाषामा चाहिँ मेरो तारिफ गर त कसरी गर्दछ? यहीको घर इलाम हो क्या अब ये कोई पेड़ गरौँ छ एका कोई पंजाब में री छुट्टी में जाएगा काने की कन्वर्ट तताएको रहनु हो थोडा झिपी सक्छ के छ भन्ने हो त। तारिफ गरेर भनेको गाली दिएर मरे यस्तो। मेरो चाहिँ संगतै खतम मान्छेहरुको छ कि यस्तोहरुको छ यस्तो। उँभो लागिन्छ त। यो फेर म के भण्डारे उजड्नेलाई नै हो। अहिले एकछिन खेद्दै उठ्यो उयो के अरे डिपार्ट घुमाएर लिएर आउँछु। म के बोल्ला रे यसलाई के थाहा नै थिएन उनीको भन्नु आज तारिफ गर्दा आज भन्नु छ। ए बेसी बोल्यो फेरि जति बोल भनेको त्यति मात्र ठिक्क बोल न। धेरै बोलेर के कस्तो दामी देखिरहेको। यहाँ चाहिँ हाम्रो नारायण बप्पाहरू पहिला पुरा बलहरू खेल्थे। नारायण बप्पा हुँदाखेरि चाहिँ केटाहरू पनि जबरजस्ती उठाएर लिएर भए पनि बल खेलाउँदै हैन। आजकल छैन। नारायण बप्पा गएदेखि खाडीमा सररर सररर ल एउटा देउडा आनन्द कस्तो खालको हुन्छ। मैले चाहिँ गीतै सुनेको छैन यसले। त्यस्तो खतरा तिमीहरूको भाषा रिस उठ्दो। हाम्रो खतरा भाषा छ तिमीहरूको ए बढी बोल्छ र त हाम्रो भाषा यही हो। सुन हिरो बन्न खोज्छ फेरि मलाई फिटिक्कै मन पर्दैन। ए त्यस्तो भन्ने हैन हौ। कस्तो दादा हजुरको दादा दादा भन्छ यसो हेर्दाखेरि चाहिँ ठ्याक्क भाइ जस्तो देखिन्छ कि। त्यो देखाइमा हैन तिमीहरूको यस्तो हुन्छ अरे केटाहरू। तिमीहरूको त्यो बनावट नै त्यही टाइपको छ के भाइ। कुन टाइपको? छिट्टो बुढो भइजाने खालको। त्यो बाहिरबाट दुइटै यसो हेरिरहेछ उता उता यसो चलाएर उता पार गर्नु खोजिरहेको। भोलिको दिन यो त यहीँ छ किन मार्दैन भन्छ। यो मार्नु हुँदो रहेछ यसले कसले मार्छ अरे कसले सक्छ अरे अहिले टोक्न आउँछ अरे। साँच्ची भनेको त यसले उताबाट खतरा सर्प मारे भन्छ। खतरा सर्प मारे भन्छ त यसले। खतरा सर्प मारे चाहिँ भन्दैछ। साँचो बोल्यो त यसले। यसले तिमीले साँच्चै बोल्यो। खतरा सर्प मारे भन्छौ। फोटो पठाइदिन्छु। साँच्चै खतरा सर्प मारे भन्छ। गफ दिएको हो कि साँच्चै हो कि? अब यसलाई यो के भन्छ भनेरै थाहा छैन होला। क्रिकेट मलाई क्रिकेटको बारेमा केही पढायो अघि हो। अब यसलाई के भन्छ भनेर पनि थाहा छैन। अब केटाहरूलाई के चाहिँ त के छिरी जान्छ फेरि यार।
अच्छा अभी कस्तो खालको केटाहरू छ बैतडीतिर बैतडीतिर चाहिँ कस्तो खालको केटाहरू छ सबै तिमी जस्तो हो कि राम्रो खालको हुन्छ ल तिमी पर जाऊ म ढुङ्गा खान्छु ल जाऊ पर ए हेलो हेलो ऊ परदेखि भएन ल म ढुङ्गा खान्छु यो रेखाभित्र यति नै खुट्टा गयो भने नो बल माने पढायो यसले पढायो टिचर अरे पर्ख्या दो भन्छ जाऊ न त पर म ढुङ्गा हान्छु किन कसरी हान्दो रहेछ त हेर्नु पर्यो नि त केले हान्न त मोबाइलले तिनी ऊ खेल्नु आउने जस्तो कुरा गर्छ त नि आएन अलि यहाँ हेर्नु नि यस्तो ढुङ्गा छ अलि होस् न नि उनीहरू केही बोलेको छैन बेला त यहाँ क्याच गर्न कुद्दा कुद्दै प्याट लड्यो भने त यहाँ नराम्रो हिसाबले लाग्यो किन लड्नु त नि अनि बोल आउँछ त्यो क्याच गर्नु पर्यो हैन लडाइ नलड्ने नि बाउन्ड्री त ठ्याक्क ठ्याक्क राख्यो त्यो छुट्टै हो छुट्टै त होला नि त्यो जानु मिल्छ त्यहाँ आउ न हो गइदेऊ न के थाहा अहिले एकछिन सेफ्टीले सिटी पुग्दै ए ट्राफिक त होइन पत्ता साँच्ची त सेफ्टी त होइन कसरी चाहिँ यिनीहरूको बोनस छिन्दिउँ भनेर बिल्डिङ चेक गरिरहेको छ यिनीहरूको कहाँ रुम भन्दा पनि त्यो यो पर त्यो तिमीहरूको हो कि के हो कसको यहाँ बस्नेहरूको होइन होला यहाँ त छैन होला हो पक्का यिनीहरूको कोठा छ होला यहीँ बस्छ क्या यहाँ काम गर्नेहरू जहाँसुकै बसोस् न नेपाल हाम्रो लागि छँदैछ त किन अर्काको टाउको दुखाउनु हामी हाम्रो टाउको दुखाउँ हामी हाम्रो टाउको दुखाउँ अरे हाम्रो लागि सोचौँ हिँड नि यता जाउँ जानेर के छिर्नु हो तपाईँ नै सड्केको होइन सुरुमा अन्त सड्केको भन्दा कस्तो विरक्त चलेको कि अब हाम्रो ठाउँहरूमा हरियाली देख्ने होइन एकदम त्यो हुन्छ नि भाषामा उस्तो मान्छेहरू त्यो एकैचोटि नौलो मान्छेहरू देख्दा ठाउँहरू पनि त्यस्तै त्यो त मलाई के थाहा रे दादा के थाहा कस्तो ठाउँ छ यार कम्पनीहरू चाहिँ यस्तै ठाउँमा छ यार बाहिर निस्केर घुम्नु थाल्यो अन्त हेर न यस्तो सुक्खा उयो छ र पनि हेर न कस्तो त्यो उयोहरू झारहरू पलाउँछ यार त्यही भएर देख्दै छैन होला यसो त क्यामेरामा चाहिँ देख्दै छैन होला जुन दिन पानी यहाँ आउँछ तिमीलाई म ओह्रालो बगाएर उकालो खोज्नु जान्छ भने कता ओह्रालो कता उकालो कता हो त उकालो ओह्रालो त्यो तपाईँ खोज्नु कता जाने कता मलाई जुन दिन पानी आउँछ त्यो दिन पत्ता चलिहाल्छ नि अहिले पत्ता चलिरहेछ मलाई बगाएर कता तपाईँ खोज्नु जाने ए भाइ यतादेखि पानी आयो भने म तिमीलाई यता बगाइ पठाउँछु ओह्रालो यतादेखि आएन ओह्रालो यता बगाइ पठाउँछु खोज्नु चाहिँ यता जान्छु म तिमीलाई कता जाने मान्छे हेर्दाखेरि त यो जाम लाउनेलाई उकालो बगाएर उकालो अरे ओह्रालो बगाएर ओह्रालो खोज्नु पर्ने खालको छ यता यस्तो परेवा भन्दा त सानो छ अनि परेवा त अनि कस्तो कुरा गर्छ यसले के साह्रो हेभीको जाम लाउने कति नै अग्लो छ जस्तो म भन्दा यति मात्रै अग्लो छ कि यो हो त म भन्दा यति अग्लो छ ओजनमा फेरि 4 केजी कम्ती छ म भन्दा हो अनि उमेरको हिसाबले हेर्ने भने 5 वर्ष कान्छो छ यो गफ सानो दिइरहेको छैन यतिको केटाहरू चाहिँ म ठाडो खाएर फेरि 1300 निकाल्छु नि फेरि लु नाच तिम्रो टिकटक बनाइदिन्छु लाइफमा कहिले नाचेको छौ अनि मेरो अस्तितिर त्यत्रो भाइरल भएको भिडियो देखेन खतरा नाचेको अन्त साँच्ची भनेको त लाइफमा कहिले नाचेको छौ भनेको के लाइफमा कहिले नाचेको छौ लाइफमा जीवनमा कहिले नाचेको छौ भनेको तिम्रो नाचै त ठ्याक्कै हाम्रो बाउको जस्तै छ ठ्याक्कै हाम्रो बाउ जस्तो नाच्छ यस्तो बाङखुडे त्यो हुन्छ नि बाङ्गो स्योरीहरू अरिमट्टे टाइपको यहाँ कहीँ छ त रुखहरू पारी छ रुख नेपाल हाम्रो ठाउँमा जहाँ तहीँ हुन्छ मरुभूमिको यात्रा यहाँ सर्व भेट्यो नि फेरि परै पर्छ मारे त भन्छ यस्तो लेखि मार्छ आफै भाग्छ त्यो गणेउला देख्दाखेरि भाग्ने खालको छ यो आजको चाहिँ के अरे मरुभूमि यात्रा यहाँ हेर्दाखेरि त नि सुरेन्द्र कुनै त्यो उहाँ परतिर हेर्दाखेरि त होइन यहाँ सबैमा त सिगुन्ड लगाएर आज यति यहाँनिर हेर न यो ढुङ्गाहरू हेर्दाखेरि चाहिँ यस्तो त्यो खोलातिर जस्तो छ कि यहाँनिर यहाँ त यो गाडी जानलाई अलि उ गरेको हुन्छ मरुभूमिको यात्रा यस्तो ठाउँमा पछि जुन जुलाईतिर त यहाँ सक्दैन नि तरकारी लागे जस्तो छ त
हल्का हरियो देख्दैछ अहिले सेफ्टी राम्रोसँगले देखेँ नि फेरि ताल है हात्ती ताल भन्छ यिनीहरूसँग फेरि बार्गेनिङ गरेर साध्दैन नि सेलर आएपछि 100 रियाल दिन्छु है नगरा कहाँ दिन्छु म दिदिनँ किन दिनु तिनीहरूलाई होइन भन्ने त्यतिकै टार्ने नि भाग्नु यहाँ के छ हरियाली छ हेर सुरेन्द्र देख्दैछ हिँडिरहेको छ यहाँनिर घाँस पो हो क्या हेर न त्यो पानी हाल्ने यस्तो यो पानी हाल्दैन सुरेन्द्र उपारिको देख्दैछ उपारिको यस्तो कुदाएर यस्तो घुमाउँछ नि त्यो पानी हाल्नुलाई के मलाई थाहै छैन कविता सुनाए जस्तो लाग्छ त्यो फाल्टै कम्पनी हो कुन उपारिको उताको हामी हिँड्दै गरेको चाहिँ अलमरादेखि बाहिर हो जस्तो लागिरहेछ मलाई सुरेन्द्र होला हो हेर न यो त होइन हो त्यहाँ छ होला बार ए बार त्यहाँ सकिसक्यो ऊ जति होइन, त्यो त पार्नु त्यत्तिकै हालेको नि यसलाई एकछिनमा सेफ्टीले न्यु खोजेसँग कम्ती चाहिँ कुट्दिनँ म होइन तपाईँ यी हेर्नु न यो अलमराकै हो के होइन त्यसो भयो त अलमराले यहाँ बार बन्द गरिहाल्छ नि बाहिर आउने ठाउँमा त त्यस्तो कस्तो खुला दामी छोड्दैन नि हरि त्यो उयोहरू छ हेर पानी रहेछ त यहाँ तर यहाँनिर नि कस्तो सुरेन्द्र त्यो मलिलो टाइपको यस्तो उयो भए पनि अलिक मलिलो टाइपको के पानी फ्यास्सै पऱ्यो नि यति राम्रो त्यो उयोहरू पलाइ निस्किन्छ नि तर यहाँ चाहिँ राम्रो दुबो चाहिँ राम्रो भएको छ होइन हेर न त्यो घाँस अलि मलिलो छ कि के हो? घाँस रोपेको हो कि पानी चाहिँ हाल्दो रहेछ क्या ल्याएस् सुरेन्द्र भरे सेफ्टीले यो दुईवटा कोहरू त्यहाँ कुद्दै थियो खोज्दै खोज्दै रुममै आइपुग्यो भने त खतम हुन्छ त रुममा आयो भने त धोप्पी हानेर हो, बगाउने। हान्यो मलाई धोबी थाहा छ, खै देखा त भिडियो हाम्रो त्यहाँ गएको त्यो परमाणु पारितिरको चाहिँ अर्को कम्पनी होला हाम्रो अर्कै फेरि कम्पनी। यस्तो नि भन्नुपर्छ उम्। त पत्याउँदैन भने हाम्रो क्यामेरा खोलेर हेर्छ हामी त्यहाँ देखियो हेर न उयो के यत्रो त दाना यसले पनि यस्तो फल्छ यो खालको त नेपालमा पनि हुन्छ नि होइन सुरेन्द्र देखेको छैन भन्दैछ हुन्छ कुर्छु होला हौ यहीँ हो कि माछा मरुभूमिमा कुटाइ खाएको देख्दैन है केटा हो। तर यस्तोमा चाहिँ अलिकति खाली यस्तो चप्पलमा चाहिँ नहिँड्नु पर्ने नै हो कि गम्बुटहरू लाएर हिँड्नु चाहिँ यी माछा छ कि यहाँ कुरा बुझ्यौ गम्बुट लाएर हेर न त्यो के चराहरू पारि के खोजी खाँदैछ इ खोला यहाँ भेटेँ कि तिमीलाई म ओह्रालो बगाएर उकालो खोज्नु जान्छु के हो त्यो पानी जस्तो पानी पोखाएको होला त्यही नै हरियाली देख्छ यहाँ खाडीमा गाह्रो छ रे गाडी एक खाडीमा गाह्रो छ उता त जाने र अब भागेको नि सरा डान्नुहरू खिच्दिउँ भनेको तर यहाँ चाहिँ राम्रै छ है यसको त क्यामेरा कसले बिताउँछ अहिले सेफ्टीले लुकाउँछु क्यामेरामा देख्दैन यार देख्दैछ यसको अनुहार आयो उता पर लैजाऊ है तिम्रो अनुहार पर चराएर खिच्नु खोज्दैछु उसको अनि त्यहाँ अनुहार के हो त ए हात हटाउन कस्तो रिस उठ्दा हात हो कुन चाहिँ के हो होस् जाउँ ल कि घुम्ने के घुम्नु हौ मरुभूमि यति घुमिहाल्यो त आजको लागि पुग्यो यत्रो मेहनत गरेर चाहिँ के को लागि चाहिँ यस्तै सम्मान के बनाउँछ होला हौ के ग्राउन्डहरू बनाउँछ खेलकुदको यसो पार्कहरू बनाउँछ यसले त चिल्लो त देख्नु हुँदैन ग्राउन्ड बनाइहाल्छ अरे बनाउँछ नि यसको त पार्कहरू बनाउँछ पारा ठिक छैन यसको चिल्लो देख्नै भएन के थाहा त यो साफ गरेर यहीँ अर्को केही कम्पनीको त्यो फेरि प्लान्ट बनाउनु खोज्छ चिल्लो देख्नु भएन हो पार्क ग्राउन्ड बनाइहाल्छ अरे अलमराईको त अनेकौँ छ नि हो ए यसको त कुरै के पत्याउनु खेती चाहिँ होइन यहाँ प्लान्टै नि बनाइदिन्छ उस्तै ताल सुन्न सकिन रे फेरि त्यो कुरा त तेर्स्यायो सुन्न फेरि तेर्स्यायो उता कम्पनीतिर तेर्स्याउँदैछ कम्पनीतिर त्यही भएर तेर्साएको छुइनँ यो चाहिँ खासमा पानी फिल्टर हुन्छ अरे गर्छ अरे क्या यहाँनिर चाहिँ त्यो हामीले नुहाएको फोहोर पानीहरू चाहिँ सबै यहाँ लिएर फेरि हल्का फिल्टर गरेर चाहिँ त्यो ग्राउन्डतिर अनि त्यो उयोतिर चाहिँ गार्डनतिर चाहिँ पानी लाउने गर्छ होइन त्यसैको लागि त भन्नु नि होइन विदेशको ट्र्याक्टर अरे यो चाहिँ नेपालमा चाहिँ अलिक सानो छैन यहाँ चाहिँ ठुलो छ नमस्कार लु देखे अब यो सबै हामी यहाँ घुमेर यहाँ हौ यो महा फटा छ एकजना कस्तो
क्यामेरामा आयो भने त्यो पानी केही हुँदैन भाइ अनि थाके जस्तो नि भयो त आज धेरै घाममा लामो समयपछि घाममा हिँड्यो यति धेरै ए नेपालमा यस्तो कुराहरू गर्दैन नि भाइ यसरी कसले गर्छ नेपालमा यस्तो गरेको देखेको छौ थाहै छैन केटाहरूलाई यहाँ यति गरेन भने बिरुवाहरू नै जाँदैन खेतमा पानी झार्नुपर्ने मेरो विचारमा अब हिटरको काम दिनु छोड्यो नि त त्यसले त हिटर कसलाई भिटामिन हो किन त्यो सानो बच्चाहरूलाई खुवाउने एउटा हुँदैन यस्तो अनि किन मलाई चाहिँ चाहियो त तपाईँको अलिक कम भयो मलाई होइन तिमीलाई आछि कस्तो चिसो भएको अरे के अरे मरुभूमि घुमेछौँ रे के गर्छ बैगुण्ठा प्रसाद